अनि दसैँको बेलामा चाहिँ त्यो के भएको छ भन्दाखेरि त्यो तामाको त्यो के अरे तामाको खड्कुलो हुन्छ नि त्यो तामाको खड्कुलो घर बाहिर थियो होइन अनि त्यसपछि मम्मीहरू के गरिरहेको थिए अनि त्यसपछि बाउले के भन्यो भने यो खड्कुलोहरूभित्र राख भनेर त्यो खसी काटिसकेपछि हो खसी काटेर अनि त्यसपछि त्यो खड्कुलोमै पानी ताता थियो पानी ताताइसकेपछि अनि त्यो खड्कुलोको काम सिद्धो खड्कुलोको काम सिद्धिसकेपछि त्यो घरको अगाडि दुबो टन्नै रोपेको थियो नि त हामीले अब त्यो दुबोको भन्दा यतापट्टि थियो खड्कुलो अनि मुनियाडी कोदो बारी थियो क्या त्यतिखेर कोदो बारी थियो अनि के भयो भने चट्ट खसी काम सिद्धेपछि बाउ त्यही 10-11 बजीतिर के गरिरहेको थिएँ अनि त्यसपछि मम्मीलाई के त्यो खड्कुलो हटा भनेर भनेको थिएँ अहिले एकछिनमा हटाउँला के भनेर भन्दै थिएँ अनि त्यसपछि अरू पनि 3-4 जना थियो कि बाउले के सोचे त्यो खड्कुलो टिपेर सर्लकै तलतिर फालिदिए होइन अनि त्यसपछि फालिदिए अनि त्यसपछि त्यहाँनिरबाट उठेर लुइँ हिँडेँ होइन लुइँ हिँडेँ अनि त्यसपछि मम्मीले के भन्यो भने मैले टिपेर ल्याउँछ भनेर फाले होला म ल्याउँदिनँ जसले फाले त्यसैले गरेर लिएर आउँछ भने मम्मीले वास्तै गरेनन् होइन अनि त्यो दिन त्यसै गयो भोलिपल्ट पनि त्यसै गयो अनि त्यसपछि अर्को दिन बाउ आफै गए अनि त्यसपछि खोज्न गएका कि खड्कुलो कहाँ चाहिँ पुग्यो भनेर त्यसपछि तल्लो पाटाङा खोजे भेटेनन् अनि मन्जुहरूको पाटाङा खोजे भेटेनन् होइन अनि त्यसपछि त्यो रमेशहरूको त्यो ठुलो पाटा छैन हो त्यहाँ गएर खोज्यो अनि बल्ल खड्कुलो भेटेँ होइन अनि त्यसपछि माथि लिएर आएछन् क्या अनि त्यही दिन बेलुका चाहिँ के भएको भने सुरजको बाउ के अरे कहाँनिरबाट यत्रो सानो डिउको बोतलमा रक्सी लिएर आएको थियो तिमीलाई याद होला होइन अनि त्यसपछि के भएको भने त्यो सानो बोतलमा रक्सी लिएर आएको थिएँ अनि त्यसपछि आइज नमे रक्सी खाउँ भनेर भने अनि त्यसपछि त्यो लोकल लिएर आएर तिन पानी अनि त्यसपछि हामीलाई चाहिँ काभ्रे गएर चिसोहरू लिएर आयो त्यतिखेर अब डाँडातिर के अरे त्यो कोक फान्टाहरू पाउँदैन थियो नि त अनि त्यसपछि चिसोहरू लिएर आऊ भनेर पठाएको थिएँ अनि त्यो पठाइसकेपछि अनि म चाहिँ घर लिएर आएको थिएँ अनि त्यसपछि सुरजको बाउ र बाउ बसेर के अरे हाम्रो डेडी र सुरजको बाउ बसेर चाहिँ खान थालिसकेर छन् कि अनि त्यो दसैँको बेलामा त्यो नयाँ कटकटे नोट थियो क्या अनि 10को नोट थियो अनि त्यसपछि बाउलाई ल्याएर पैसा फिर्ता दिएँ अरू सर्लक्क राखेँ 10को नोट नयाँ थियो होइन अनि 10को नोट चट्ट यसरी झ्यालमा राखेर यस्तो उल्टाइ पल्टाइ हेरेँ क्या अनि अलिअलि लागिरहेको थियो बाउलाई अनि लागिरहेको बेलामा अनि त्यसपछि यस्तो हेरेँ झ्यालपट्टि अनि 10को नोट 2 चोटि फर्काएर हेरेँ होइन के हेरेँ ड्याडी भनेर मैले सोधेको यो 10को नोटमा काउलीको बोर्ड चाहिँ कसले छिराछ गर्छन् अनि त्यसपछि मम्मीले के डाइलग हालेर आयो चुलोमा बसेर हो मेरो बुढा जस्तो भद्रबल आदमी त कोही छैनन् मेरो बुढालाई त बोरामै राखे पनि नभिजाउने खालका छन् भनेर भन्थ्यो क्या मम्मीले